फेरि पनि मैले तपाईँलाई सँगसँगै लिएर हिँड्ने भने नि मेरो बन्नै लागेको काम पनि बिग्रिन्छ र यो गाउँमा मेरो जुन छवि छ नि त्यो छवि पनि बिग्रिन्छ। त्यसैले तपाईँहरू चुपचाप लाएर मेरो घर घरमा जानुहोस्। ओइ के भनिस् तैँले? तेरो घरमा गएर बस्ने हामी, हामीलाई लिएर हिँड्दा तेरो छवि बिग्रिन्छ? तेरो छवि मात्र होइन, अब के बिगारिन्छु? तिमीहरू मेरो मित दाइले पठाएको मान्छे भएर मात्रै म यसरी चुप लाएर बसेको छु, नत्र म माथि हात उठाउनेहरूको हात कसरी भाँच्नुपर्छ भन्ने कुरा मलाई पनि राम्रोसँग थाहा छ। एकचोटि सहयो भन्दैमा पटक पटक म माथि हात उठाउने कोसिस नगर, राम्रो हुँदैन नि फेरि। तिमीहरू मसँग पैसा लिन आएका हौ, त्यसैले पैसाको विषय मात्रै सरकार राख। म कहाँ जान्छु, के गर्छु, तिमीहरूको चासोको विषय होइन। जाले अर्काको पैसा खाएर वर्षौंसम्म तिर्न सक्दैनस्, अझ ठुलो कुरा गर्छस्? तिरिहाल्न त उसो भए पैसा गन, पैसा खुरुक्क गन, हामी लिएर गइहाल्छौँ, बुझिस्? नत्र त भाग्छस् कि भनेर पनि हामीले तँलाई फलो गर्नै पर्ने हुन्छ। पैसा गन, गनिहाल, गन पैसा, हामी लिएर जान्छौँ। कसरी पैसा गर्ने हो मैले? कसरी पैसा गर्ने? त्यही पैसा जुटाउनको लागि म हिँड्दा यसरी बाटो छेकी छेकी मलाई बरालिरहेको छौ, अनि मैले कसरी पैसा गर्ने? के रे, मुखमा जे आयो त्यो भन्नु सक्ने, पैसा गर्न नसक्ने? खुरुले पैसा के हेरिरहेछस्? खुरुक्क पैसा निकाल। साले पैसा निकाल्दैनस्, अझै हेरिरहेछस्?